What's up, YouTube? Welcome back to my channel. It's your boy Gary. सबैलाई स्वागत छ मेरो न्यू च्यानल म्यान चग गक. Oh, what's up, YouTube? Welcome back to my channel. It's your boy Gary. सबैलाई स्वागत छ मेरो न्यू ब्लगमा. I hope तपाईं सन्चै हुनुहुन्छ. म पनि सन्चै नै छु. सबैलाई नमस्कार. So guys, आज हो मन्डे. आज मन्डे हो भने आज ओस्ट डे हो. मलाई आज जिमै नजान्न मन लाग्ने डे हो. आज हो लेग डे. मलाई लेग हान्न जतिको अल्छी केही पनि लाग्दैन के. लेग आयो कि मलाई के लाग्छ भने चाहिँ ओ शिट यो दिन फेरि आयो. त्यो हुन्छ नि त्यो रियाक्सन त्यो मनबाट जिम गर्छु भन्ने त्यो कुरा हुन्छ नि त्यो आउँदै आउन्न के. हिजोको पनि मैले भिडियो बनाउनु पाएन. आम रियली सरी जति पनि मेरो भ्युवर्स हुनुहुन्छ. मेरो भ्युवर्स कमै हुनुहुन्छ तर प्लिज आम रियली सरी मैले हिजो भिडियो गराउन पाएन किनकि हिजो यता बत्ती पनि थिएन. आज पनि बत्ती छैन. बत्ती नभएको कारणले मेरो मोबाइललाई चार्ज पनि थिएन. सो मैले भिडियो गराउन पाएन गाइज. आम रियली सरी. सो गाइज आज हो लेग डे. लेग डेको दिन एउटा कुराले मात्रै म हल्का एक्साइटेड हुन्छु त्यो भनेको डेड लिफ्टले गर्दा हो. किङमा डेड लिफ्ट हाल्नु जस्तो मजा केही पनि लाग्दैन. सो गाइज आज ग्रोसरिजहरू पनि सकेको छ. ग्रोसरिजहरू ल्याएर ओट्स ल्याएर आउनु छ, केरा ल्याएर आउनु छ, मिल्क ल्याउनु छ, कफी अस्ति ल्याइसक्यो. यति तिनवटा कुरा ल्याउँछ. सो गाइज अब ग्रोसरिज लिन जाऊँ. गाइज अब म ग्रोसरिजहरू लिन जान्छु. ओट्सहरू सकेको छ मैले अघि नै भनिसकेँ. सो ओट्सहरू र ग्रोसरिजहरू लिन जानलाई म आज युज गर्छु मेरो मसल ब्लेजको ब्याग. आई नो यो मसल ब्लेजको ब्याग मलाई स्पोन्सर होइन. यदि मसल ब्लेजले हेरिरहेको छ भने प्लिज स्पोन्सर मी. सो गाइज बहुत ढिलो भइसक्यो. जिममा आज 9 बजे पुग्न छ किनकि मान्छे धेरै हुन्छन् जिममा. भिडियो गराउनु पनि पाइन्न. सो गाइज अब ग्रोसरिज लिन जाऊँ. धेरै हल्ला पनि नगरौँ, धेरै ढिला पनि नगरौँ. बाई गाइज. सो गाइज मैले भर्खर ग्रोसरिजहरू ल्याएर आएँ. मैले ग्रोसरिजहरू मैले के ल्याएँ भने चाहिँ मैले अघि ओट्स पनि तपाईँहरूलाई देखाइसकेँ. सो मैले ग्रोसरिजहरू कुनै ग्रोसरिजहरू कसरी ल्याएको छु भने चाहिँ मलाई अहिलेको लागि मात्रै चाहिएको जतिहरू ल्याएर आएको छु. मैले 3टा केरा ल्याएँ. आज फर्स्ट टाइम गाइज कताबाट मैले ब्रेड पाएँ. न त सुर्खेतमा ब्रेडको सर्टेज छ. ब्रेड पनि पाएँ. ब्रेड ल्याएर आएको छु. ओट्स मैले खास ठुलो ओट्स ल्याएर आउने भने थिएँ तर ठुलो ओट्स पाएन. सो त्यो सानो ओट्स 2टा ल्याएर आएँ. 500 रुपियाँ पऱ्यो यो ओट्सलाई. 2टा ओट्स ल्याएँ. अनि अर्को भनेको मम्मीले बुङ्गुरको मासु भन्नुहुन्थ्यो. सो मैले बुङ्गुरको मासु पनि मम्मीलाई चट्ट परेको 1 पाउ ल्याएर आइदिएँ. सो गाइज अब यति खाएर जिमतिर लागौँ. आज धेरै ढिलो पनि भइसक्यो. अहिले जिममा मान्छे धेरै भएपछि भिडियो गराउनु पनि पाइन्न. सो गाइज अब नास्ता सकाम अनि जिमतिर जाऊँ. बाई. ब्याक म जिम आइपुगेँ. अब जिम आएर अब त्यसमा डेली फान्ने हो. डेली फान्दाखेरि मेन प्रब्लम के छ भने चाहिँ मेरो ब्याक पेन गरिरहेको छ. मैले आज त्यो लेग गार्ड पनि ल्याएर आएको छैन. लेग गार्ड ल्याएर आउनु पर्ने. लेग गार्ड ल्याउनु बिर्सेँ. सो गाइज अब ढिलो नगरौँ. आज बत्ती पनि छैन यता. मैले भिडियो लामो गराए पनि मेरो मोबाइलको चार्ज पनि सकिन्छ. सो चार्जलाई मध्यनजर राखेर अब डाइरेक्ट डेली हान्ने स्टार्ट गरौँ. सो डेली सुरुमा हान्दाखेरि मैले हान्ने वेट भनेको 100 केजी वार्मअप, 150 केजी सेकेन्ड सेट अनि थर्ड भनेको 220. आज 220 हान्नुपर्छ. सो गाइज अब हान्ने स्टार्ट गरौँ. सो गाइज भर्खर 110 केजी हानेर भ्याइयो. अब 100 कति छ? ए यो वेट कति हुन्छ? 50 160 केजी. सो अब मैले सेकेन्ड सेटमा 160 केजीको छ. 160 केजीको पनि मलाई लाग्छ 4 रेप जति हान्छु होला. वेट मैले लोड गरिसकेँ. आजको मेन गोल भनेको 220 केजीसम्मको ट्राई गर्ने. सो आज लेग छ. लेगमा आज स्क्वाड नहान्ने. आज स्क्वाड हान्न खासै सकिन्न होला. म डेड लिफ्टलाई बढी प्रायोरिटी दिइरहेको छु अहिले. सो डेड लिफ्टलाई नै बढी फोकस गरौँ अहिलेको लागि. सो गाइज अब ढिला नगरौँ. अब मैले बढी बोल्न लाग्यो भने मोबाइलको चार्ज पनि सकिन्छ. यतातिर बत्ती पनि छैन. सो लेट्स इट इट. एक्सट्रा 60 पनि गयो. अब मेन भनेको अब मुभमेन्ट अफ ट्रुथ. अब हान्न छ 220 केजी. 220 केजी मैले पहिला पनि हानिसकेको छु बल्कको बेला. तर कटिङको बेला मेरो फर्स्ट ट्राई हो. आज जान्छ कि थाहा छैन तर सकेसम्म हान्ने कोसिस गर्छु. अब घरैबाट मैले जो के मोटिभ बनाएर आएको थियो भने चाहिँ आज त 220 हान्छु भनेर. सो हेरौँ त्यो मोटिभ कतिको मैले पुरा गर्न सक्छु. सो गाइज अब हानौँ. ट्राई गरौँ. मेन त अब गएन भने ठिकै छ. एटलिस्ट मैले ट्राई गरेँ भन्ने त हुन्छ. मलाई त्यो कुराले खुसी त बनाउँछ. सो मेन कुरा के हो भने चाहिँ मैले हानेन फरक पर्दैन. म खुसी छु कि नै त्यो फरक पर्छ. सो गाइज अब म धेरै ज्ञान दिन्न. लेट्स ट्राई. तेरी गान मरी है. गाइज 220 केजी फेल गयो. अब 210 ट्राई गर्छु. आज हानेर त जान्छु. जति वेट होस् आज हान्ने हो.
Daddy, chill. 220 तपाईँले देख्न सक्नुभयो देखिसक्नुभयो मैले हान्न सकेन अब 210 ट्राई गर्छु फेरि सुमो नै ट्राई गर्छु 220 त 210 त हान्छु यति हान्न मेरो औलाको लौरा हुन्छ ल गाइस अब हान्न गाइस आज डेलिभको चुरीको 220 पनि गएर 210 पनि गएर आज मेरो पिआर भनेको 160 जस्तो देखियो सो गाइस केही पनि छैन म आइएम मोटिभेटेड यो हातमा चुरा होइन यो स्ट्र्याप हो सो गाइस अब म लेग एक्सटेन्सन हान्छु लेग एक्सटेन्सनको पनि 3 सेट हान्नु पर्ला 2 सेट वार्मअप 1 सेट मेन सेट हुन्छ आजको दिन बहुत नराम्रो कुन ससुरको नातिले आँखा लगाएको छ त्यसको म गाँडमा मैले यस्तरी हान्छु आज यस्तो खत्तम डे हो मेरो आज दिनै नराम्रो हुन्छ म झन् बिहान खुसी आएको थिएँ आज डेली भयो भनेर सो गाइस यही हो हु नोज गड प्लान सो गाइस अब धेरै बक्सुदी पनि नरम गड डाइरेक्ट हान्नतिर लागौँ सो आज टाइम पनि धेरै गइसकेको छ राजेश त्यस्तै नहेर है मलाई साइड लुक नदेऊ सबैभन्दा मलाई मन नपर्ने यो जिममा एक्सर्साइज नै भनेको लेग एक्सटेन्सन हो लेग एक्सटेन्सन मलाई मनै पर्दैन यस्तो पुरा खुट्टा दुख्छ त्यो पनि ट्राई गर्छु कतिको जान्छ सो लाइट वेट नै हान्छु 3 सेट लाइट वेट हान्छु मलाई यो यसमा झन्झट लिनु पनि छैन धेरै ह्याभी हानेर यहाँ खुट्टा काम्ने मात्रै हुन्छ सो गाइस अब लेग एक्सटेन्सन हानौँ हुन त लेग केटा मान्छेको प्राइड हो केटा मान्छेले लेग ट्रेन गर्नै पर्छ तर मलाई लेग ट्रेन गर्न जस्तो झाउ केही पनि लाग्दैन सो गाइस अब धेरै बक्चुदी गर्न लाएँ मैले अलिकति बढी बक्चुदी गऱ्यो भने यो भिडियो लामो हुन्छ सो गाइस लेग हिट गरौँ सो सुरुको वेट मैले हाल्न लाग्छु 45 केजी यसलाई ब्याक लियो सो गाइस अब मेरो लास्ट सेट फर्स्ट सेट पनि हानिसकेँ सेकेन्ड सेट पनि हानिसकेँ थर्ड सेट हान्छु थर्ड सेट म्याक्स फुल स्ट्याक हान्छु लेग हान्न जति मलाई झ्याउ केही पनि लाग्दैन मैले अघि नै भनिसकेँ किनभने लेग त ट्रेन गर्नु पऱ्यो लेग भनेको केटा मान्छेको प्राइड हो सो फकिङ जसले हेरिरहेको छ ट्रेन योर फकिङ लेग एट रेपिटेसन योभन्दा बढी हान्यो भने म मर्छु सो लेग एक्सटेन्सन भइयो लेग एक्सटेन्सन भनेको केसको लागि हो भने चाहिँ क्वाड्रेसिप मसलको लागि क्वाड्रेसिप मसल भनेको फ्रन्ट हामीले क्वाड्स भन्छौँ नि त्यसको लागि हो सो गाइस अब हानौँ हामी के हान्ने होला सो गाइस भर्खरमा लेग एक्सटेन्सन हान्नु भइसक्यो अब हान्छु सुपर स्क्वाडको पनि 3 सेट नै हुन्छ 2टा वार्मअप र मेन सेट मलाई यो लेगभरिको सबैभन्दा मजा लाग्ने मेसिन भनेको यही हो सुपर स्क्वाड हो यो ग्लुट्समा पनि पर्छ क्वाड्समा पनि पर्छ ह्यामस्ट्रिङमा पनि पर्छ यो भनेको ओभरअल लेगमा पर्छ गाइस लास्ट थाकेको छु बोल्न पनि सकिरहेको छैन म सो गाइस अब धेरै हल्ला नरौँ डाइरेक्ट हान्ने स्टार्ट गरौँ सो गाइस मैले सुपर स्क्वाडको 2 सेट मात्रै हान्छु मैले लेग खासै धेरै ट्रेन गर्दैन किनकि मेरो लेग पहिल्यै धेरै ठुलो छ त्यो लेगमा खासै धेरै ट्रेन गर्दैन अब काप्स नेक्स्ट विक हो एउटा विक क्वाड्स मात्रै अर्को विक ह्यामस्ट्रिङ र काप्स सो गाइस अब यति भन्दै अब म आजको ब्लग यहीँ सक्छु सो थ्याङ्क यू फर वाचिङ आई नो मैले 3टा एक्सर्साइज मात्रै हाने म लेगको दिन कम नै एक्सर्साइज हान्छु सो अब म ट्रेडमिलमा हिँड्छु अनि त्यसपछि मेरो एक्सर्साइज भइन्छ अनि म घरतिर जान्छु आजको वर्कआउट भइयो आई होप यु लाइक दिस भिडियो एकदम सर्ट भयो किनकि यता बत्ती छैन मोबाइलमा चार्ज पनि छैन गाइस सो सरी फर सर्ट भिडियो आई होप यु लाइक दिस भिडियो सब्सक्राइब माई च्यानल एन्ड सेयर कमेन्ट सी यु सुन बाई गाइस